हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ धेरै टाइमपछि फेरि म धेरै टाइमपछि मात्रै आउँछु क्या, किनकि म भ्याउँदिनँ। सो त्यही भएर भिडियो बनाउन। अनि आज चाहिँ म एक्लै कहाँ जाँदैछु मलाई पनि थाहा छैन। जहाँ हुन्छ आज म एक्लै जान्छु, किनकि आज धेरै दिनपछि मलाई अल्छी लागिरहेछ घर बस्न। सो त्यही भएर चाहिँ रुम पनि पाइएको छैन गाइजहरू। काठमाडौँमा गाह्रो छ, एकदम गाह्रो 2 महिना भइसक्यो रुम नपाएको। अनि त्यही भएर चाहिँ उता हस्पिटल आँटेको छु। अनि म चाहिँ बाहिर जान्छु, हेरौँ कहाँ कहाँ हुन्छ आजको दिन। म एक्लै, साथी छैन। सो त्यही भएर चाहिँ गाइज म एक्लै। यस्तो चर्को घाम लागिरहेछ, यस्तो चर्को घाम लागिरहेछ नि, के भन्नु। काठमाडौँ आएको पनि अब 2 महिना भइसक्यो, रुम पनि पाएको छैन। साथीकोमा बसिरहेको छु, तनाव छ। आज अर्को एउटा साथीको ड्युटी छ, ऊ ड्युटीमा गएको छ। अब उसको 5 दिनसम्म छुट्टी छैन। सो त्यही भएर चाहिँ म एक्लै छु। अनि म चाहिँ जाँदैछु, हेरौँ लेसी के हुन्छ। तपाईँ गल्ली गल्ली छिरेछु साथीहरू, रुमै पाएको छैन। हेर्दैछौँ अब कता कता हुन्छ। लास्टै गाह्रो गाइस, यो काठमाडौँमा रुम खोज्नु जस्तो केही छैन। यस्तो कालो गर्मीले हावा टाइट भइसक्यो। कहाँ जाने होला आज। अब यहाँ माथिसम्म पुग्छु, फेरि टर्न हान्छु। पाइएन हौ, रुम पाइएन साथीहरू, रुम पाइएन। म त कहाँ गल्ली घुमेँ मलाई नै थाहा छैन। पानी खाने हो, एकछिन बस्ने हो। आज रुम नपाएला जस्तो छ। लास्टै गाह्रो किन होला हौ यो काठमाडौँमा यति साह्रो। जे चिज पनि गाह्रो छ। रुनु मन लागिसक्यो, मलाई रुनु मन लागिसक्यो साथीहरू। अहिले हो त हामीहरू रुम खोजेको, 2 महिना भइसक्यो। अनिष्ट भिनेको उता चाबेल साइडदेखि। 1:30 भइसक्यो। के गर्नु चाहिँ चिया खान आएको, थपित भएर अब चिया खान्छु। अनि त्यसपछि के हुन्छ। बाइकमा छु, त्यही भएर हो। घाम छ बाहिर, त्यही पनि कप चिया खाएर चाहिँ मलाई सु भइरहेको थियो। त्यही भएर मतलब त जानु पऱ्यो, बसकुटीमा गएर बस्नु पऱ्यो भनेर सोचेको थिएँ, तर मलाई सु आयो। त्यही भएर म एउटा चिया खाने पसलमा छिरे। अब खानु त पऱ्यो नि त, अब अरू खायो भने मोटाइन्छ। लास्ट मोटाएको छु म। त्यही भएर चाहिँ साथीहरू यस्तै छ मेरो जिन्दगी। रुम पनि भएन, अनि त्यही भएर चाहिँ अब म खाएर हिँड्लाग्यो है, पेट टन्न भयो। एक्लो जिन्दगी चिलमा हिँड्दैछु म। अब एकछिन माथि गएर बस्छु, भगवानको दर्शन गरेर। के गर्नु, अब कुद्दा पनि पाइएन। अनि त्यही भएर अब चाहिँ आज मेरो एक्सर्साइज भएको धरो कस्तो घाम लाग्यो। अनि हिँड्दा टट्टु भइसक्यो। आज मेरो खुट्टा सुन्निन्छ होला सायद। अब वरिपरि घुम्छु, अनि एकछिन बस्छु। अनि एउटा साथी आउँछ, अनि त्यसै आइसकेपछि रुम जान्छु। मैले गाइस लास्ट पाले म कम हिँडेछु आज। पशुपतिको माथि डाँडामा एउटा राम्रो छ यहाँ घुम्ने ठाउँ, बस्ने शीतल खाने। अहिले बाँदरले मलाई कतिखेर क्याच गर्छ थाहा छैन।
त्यसै पनि अब बस्छु, अब एकछिन हावा खान्छु यहाँ बसेर। मैले मोबाइल स्ट्यान्ड त लिएको छु तर मलाई कस्तो लाज लाग्यो क्या मान्छेको गाडी, अनि त्यही भएर चाहिँ मैले त्यो चाहिँ युज गरेको छैन। लास्टै गल्यो नि हौ, लास्टै यो काठमाडौँमा रुम सबभन्दा रुम के यो दलालीहरूले पनि ठगे त्यही भएर लास्टमा आफै हिँडेको। यस्तै बुझक भयो, थाहा छैन कहिले रुम पाउने रहेछ, नै भौतारेर हिँड्ने त होला नि कतिसम्म। अब त्यो साथीहरू अस्ति पुरा कति धेरै बाँदरहरू हुन्थ्यो, अहिले त बाँदरै छैन। अस्ति यो ठाउँमा सबैजना डेटिङ आइरहन मजा। अब यत्तिकै हावा खान्छु, एकछिन बस्छु। तल पनि रहेछ क्या, घाम रहेछ, अलिकछिनमा आरती हुन्छ। अनि आरती भएको बेला चाहिँ अनि आरती हेर्छु एकछिन। आइसकेपछि कति धेरै बाँदरको बच्चाहरू, आमामा मलाई डर लाग्छ। र अहिले आएर फेरि च्याप्पै गऱ्यो भने त फेरि छैन, फेरि म त भागिदिन्छु म त। त्यसो साथीहरू म आज तपाईँहरूलाई म देखाउँछु, आरती देखाउँछु ल। सङ्गीता, श्रेया, आइसा कहाँ कुदेको तिमीहरू साथीहरू लगेर? कति धेरै बाँदरहरू हो, कस्तो दामी छ है यो रुख, राम्रोसँग भेटिँदैन। अब म बसेँ यहाँ अरूको डेटिङ, मन्दिरमा पनि डेटिङ बस्छन् हौ भगवान्। सो अब चाहिँ म लाग्छु तलतिर, भनेको घाम लागिरहेछ, हेरौँ कतिको छ। तल गएर हेर्छु म। केही देखिँदैन नि यहाँबाट, छिटो कुद्नु नि यार गाडी। हो गाइस, मन्दिर पनि दर्शन गरेर घर पुग्न आँट्यौँ। यस्तै छ मेरो दुःखको समय भनेको यही हो। अनि त्यसपछि कसले मेरो च्यानल भिजिट गर्नुभएको छैन, नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नभुल्नु होला। अनि अब आज यस्तै भयो, लास्ट खुट्टा गलिरह, यस्तो खुट्टा दुखिरह। अनि त्यही भएर ला भिडियो गर्दा के अरे ब्याट्री कम भएर लाइट अफ भयो। सो त्यही भएर चाहिँ आजलाई यति नै गाइस। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। आजलाई यति नै, बाई बाई।